तपाईँ भनिदिनु। अहिले एकदमै प्यारो जोडी हो होइन, राधाकृष्ण भन्ने बित्तिकै अहिले जे सबैको मनमा जे आउँछ त्यही नै छ। एकदम प्यारो हाम्रो माया प्रेम छ, बच्चैदेखि हुर्किएको हामी लभर भनौँ न, या गाउँको हाम्रो एकदमै प्यारो मान्छे हामी। अनि त्यसरी नै अहिले चाहिँ भनौँ होला। अनि त्यही हो, राधा र कृष्णको के हुनसक्छ त्यो तपाईँहरूलाई थाहा हुन्छ। राधा कृष्ण छुट्न पनि सक्छन्, मिल्न पनि सक्छन्। त्यही भन्नु, त्यही हो। जोडीकै कुरा गर्दाखेरि अहिले तपाईँहरूको जोडी एकदम सोसियल मिडियामा एकदमै हिट छ कि तपाईँहरूको सँगै बसेको फोटो होस् या भिडियो होस् मिलियनै भ्युज गइरहेको हुन्छ कि अडियन्सले त्यति धेरै रुचाइदिइराख्नु भएको छैन। अब के लाग्छ, आबाट आमाबाट जोडेको यो जोडी आगामी दिनमा इन्डस्ट्रीले यो जोडीलाई खोज्छ कि खोज्दैन त? फेरि एउटा नयाँ जोडी बन्छ कि बन्दैन? पलजीको जहिले पनि जोडीको कुरा हुन्छ होइन, अब यो जोडी अर्को केमिस्ट्री लिएर आउँछ कि आउँदैन त? मेरो विचारमा चाहिँ जब अस्ति प्रेस मिटदेखिको त्यो फोटोजहरू भिडियोजहरू हेर्दाखेरि चाहिँ र त्यो कमेन्ट्सहरू देख्दाखेरि चाहिँ जोडी हुनसक्छ कि सक्दैन भन्दा पनि जोडी भइसक्यो। हाम्रो चाहिँ अब यस्तो राम्रो बेस्ट कपाल देखिरहेको छ हामीलाई होइन। र हामीले चाहेको नै थियो राधाकृष्ण भनेको चाहिँ जसरी हामीले चाहिँ भगवान्लाई पूजा गर्छौँ त्यसरी नै हामीलाई पनि मन पराइयोस् भन्ने थियो हामीलाई। र हाम्रो फिल्ममा त्यस्तै केमिस्ट्री छ, त्यो चाहिँ हामीलाई अब ट्रेलरमा थाहा हुन्छ। तर त्योभन्दा पहिले नै हाम्रो प्रेस मिटदेखि नै देख्न थाल्नुभयो सबैले। सो जोडी चाहिँ जम्छ जस्तो लागिरहेको छ। एउटा चिज सुनिहालौँ न, उषाजी आज जन्मदिन हो होइन, पल जस्तो कृष्ण चाहिँ जिन्दगीमा होस् भन्ने लाग्छ लाग्दैन? भन नि त, नहाँसिकन। फेरि भन्नु, फेरि सोध्नु। पल जस्तो कृष्ण मेरो जिन्दगीमा होस् भन्ने लाग्छ कि लाग्दैन? लाग्छ। के चिजले तपाईँलाई एकदम लाग्छ जस्तो लाग्छ? अब जस्तै उहाँको सबै ह्याबिट मतलब ह्याबिट, पर्सनालिटी अनि नेचर उहाँको सबै राम्रो छ नि त। पलजी काइन्ड हुनुहुन्छ, हेल्पफुल हुनुहुन्छ, एकदम पोजिटिभ। उहाँको अरा चाहिँ मलाई पहिलेदेखि एकदम पोजिटिभवाला लाग्ने हो कि। म पलजीलाई भन्थेँ पनि, आई मिन अब सुरुमा आई गेस तपाईँले नै मेरो इन्टरभ्यू सायद लिनुभएको होला पलजीको बारेमा एउटा पुरै सेगमेन्ट बनाएर। त्यतिखेर पनि भनेको थिएँ पलजी मेरो क्रस हो भनेर मैले होइन। अनि स्टिल लाइक नाइनो भन्नु द 4 मुभी आएदेखि नै मलाई एकदम मन पर्नुहुन्थ्यो पलजी। अनि मैले सोचेको पनि थिएँ भिडियो त्यहाँ खेल्दै गयो भने म पलजीसँग खेल्न पाऊँ भन्ने। तर फर्स्ट नभए पनि एकदम ब्लास्टवाला सङ्ग चाहिँ मैले पलजीसँग खेल्न पाएँ। त्यही। अब उषाको लागि चाहिँ एउटा काम गर्न बाँकी छ मैले, कृष्णको लागि चाहिँ एउटा बाँसुरी सिक्नु मन छ। बाँसुरी सिक्छु मलाई हो बद्यो। त्यो क्रस चाहिँ कहाँ पुगेको छ अहिले? हजुर त्यो क्रस चाहिँ कहाँ पुगेको छ? क्रस त्यो बाहेक त्यो मुख कहाँ पुगेको छ? क्रस त्यही छ। क्रस नै हुन्छ होइन, स्टिल आई लाइक हिम। अब फेरि त्यो भन्दैमा के